गाइस सबैलाई स्वागत छ मेरो यो फर्स्ट भ्लगमा। यो मेरो युट्युब च्यानलको फर्स्ट भिडियो हो। सबैले साथ सपोर्ट गरिदिनु होला। अनि म अहिले चाहिँ जाँदैछु खोलामा माछा मार्न। देख्न सक्नुहुन्छ यस्तो जङ्गलको बाटो माछा मार्न जाँदैछु। यो त लोरे खोला हो। यो खोलाको नाम चाहिँ लोरे खोला हो। यो म अहिले जाँदैछु यो लोरे खोलामा। टक्क यो बाटो यस्तो जङ्गलमा हिँड्दैछु। लोरे खोला माछा मार्न जाँदैछु। यो ठाउँको नाम गाउँ ठाउँ पारी हेर्नुहोस् सिमल फुलेर कस्तो भएको छ देख्न सक्नुहुन्छ। म चाहिँ अलि यहाँ तल खोलामा पुग्नेवाला छु। अब खोलामाथि आइसकेको छु। अब जानुपर्ने हुन्छ खोलामा माछा मार्न है गाइज। एउटा भाइलाई खोज्नेवाला छु मैले चाहिँ। फाइनल्ली गाइज चाहिँ म चाहिँ खोलादेखि हल्का माथिपट्टि आइसकेको छु। खोलादेखि माथिपट्टि आइसकेको छु। लास्टै गर्मी छ है। लास्टै गर्मी छ। खोलादेखि हल्का माथिपट्टि आइसकेको छु। देख्न सक्नुहुन्छ बाटो कस्तो अप्ठ्यारो छ। यहाँ हेर्नुहोस् बाटो। माछा मार्नेवाला छु है म चाहिँ खोलामा गएर। धेरै भयो खोलामा नआएको। सो आज आइदिउँ न त माछा साछा मारिदिउँ भन्ने प्लान हो मेरो। आज पौडी पनि खेलिदिनु पर्ला भन्ने प्लान हो गाइस। देख्नुहुन्छ खोलामा आइसक्यो है। फाइनल्ली गाइस खोलामा पनि आइपुग्यो है। खोलामा पनि आइपुग्यो। देख्न सक्नुहुन्छ लोरे खोला है। यो खोलाको नाम चाहिँ लोरे खोला है। यो खोलाको नाम चाहिँ लोरे खोला। भाइ यहाँ कपडा धुनु लागेको छ। अब माछा मार्ने होला भिडियो बनाउँला है। देख्न सक्नुहुन्छ गाइस लोरे खोला त आइयो होइन। यो यहाँ कपडा धुनु लाग्छ। यसलाई लहर जाने भनेको माछा मार्न के हुन्छ। अब माछा मार्न जाने भनेको पौडी खेलेर घरतिर जाने कुराकानी हुन्छ। अब माछा मार्न त आइयो लोरे खोलामा। यो चाहिँ लोरे खोला है। हामी लोरे खोला हो यो चाहिँ। माछा मार्न भनेको कस्तो हुन्छ अब माछा मारे है गाइस। देख्दै ढुङ्गा खोज्ने कार्यक्रम छ है हाम्रो। माछा मार्ने ढुङ्गा खोज्ने। यो ढुङ्गा पनि कसले छुटिसकेर चाहिँ यहाँ माछा मारिसकेर चाहिँ सुनेर गयो होइन पहिला। ओ यो कसले छुनेको यो ढुङ्गा माछा मारे दे। यहाँ माछा फाइनली गाइस यत्रो ढुङ्गा खोज्दा नि हाम्रो ढुङ्गै भेटाएनौँ। माछै भेटाएनौँ भनौँ न। माछै भेटाएनौँ। अब फेरि उता माथितिर जाँदैछौँ। यहाँ माछै भेटिएन। उतातिर खोजेको माछै भेटिएन। अब हामी चाहिँ माथितिर जाँदैछौँ। पानी छ है यहाँ। यहाँ सक्नुहुन्छ माछा। देख्न सक्नुहुन्छ माछा धेरै ठुला त रहन्छन्। सानो सानो बहुत खेलिरहन्। माछा चाहिँ लास्टै रहेछ। यति मिहिनेत गर्दा पनि हामीले चाहिँ ढुङ्गा भेटाउन सकेनौँ। अब हामी जाँदैछौँ तलतिरतिर। तल अङ्कलहरू छन् फोन गरेर चाहिँ तल माछा मारेर हान्थ्यो। अब हामी त्यहाँ गएर माछा मार्नेवाला छौँ है। अहिले त हामी जाँदैछौँ दुईवटा उयो र बाहिर म जाँदैछौँ। यहाँ खोला तरेर खोला तर्नेवाला छौँ हामी यहाँ। माछा मार्न हामीले ढुङ्गा भेटाएनौँ है गाइस। माछाको ढुङ्गा भेटाएनौँ। अनि अब तल मार्दैछन् नि अङ्कलहरूले। फाइनली गाइस आइसक्यो है। हामी चाहिँ अङ्कलहरूबाट आइसक्यौँ। अङ्कलहरूबाट आइसक्यौँ। त्यहाँ चाहिँ हिजो करेन्ट हाने ठाउँमा ढुङ्गा बुझ्न लाग्यो। हामी चाहिँ अलिकति गर्नु मात्रै। अहिले लट्ठी ल्याउनु म खोज्छु। यता माथितिर साइड खोज्छु कि लट्ठी खोज्दैछन्। बाख्रा साखा गोली मारिदियो अहिले होइन आज बाख्रा भित्तै गयो त लट्ठी त। यसको त ए बाख्रा आएन त्यो दाइले मोबाइल दिएर अन्त कति पूजा हाल्यो। ल यहाँ माछा छैन भने हामीले कुद्दैछ माथि 20-25 वटा। त्यो आज बेलुका थाप्दिउँ अहिले 80 त रहेछ के त्यहाँ लगभगमा 4 किलोभन्दा बढी छन् माछा। किशोर कि 5 किलो कि 4 किलो छन्। तान माछा तान। यो चाहिँ माछा मार्दैछ यहाँ है। यो भाइले माछा मार्न लाग्छ है। कस्तो माछा निकाल्छ हेरौँ है।
एकचोटि डुब्की हान्दैन एकचोटि डुब्दैन त खै हेर्नु है कोही बेला निस्किन्छ है अब कति सेकेन्डसम्म बस्नु सक्छ है त हाम्रोतिरका फुच्चाफाची यस्तै हुने सो मच गाइस यतिसम्म भिडियो हेरिदिएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद नेक्स्ट भिडियोमा अहिलेको लागि बाई बाई टाटा बाई बाई